नमस्ते फाइनली हामी चाहिँ यो चार्जिङ इभीको चार्जिङ स्टेसन यहाँ चाहिँ नयाँ चाहिँ फिट भइसकेको छ है हाम्रो यो पुरानो चार्जिङ स्टेसन त्यहाँबाट हामीले चाहिँ लाइन लिएर चाहिँ हामीले डिपी मात्रै डिपीबाट चाहिँ हाम्रो त्यसमा त्यो चाहिँ अर्थिङ पनि पहिल्यै अलरेडी रहेछ त्यही भएर हामी चाहिँ अर्थिङ चाहिँ गर्नु पर्दैन है त्यहाँबाट अर्थिङ कमन गरेर चाहिँ अहिले चार्जिङको लागि चाहिँ रेडी अवस्थामा छ चार्ज पनि गरिरहेको छ है हामीले गाडीमा चाहिँ लगेर चार्ज गरिरहेको छ है चार्ज कति लिइरहेछ बढ्दैछ तपाईँको एम्पेयर त लिएको छैन 0.003 लिएर चाहिँ खासै लिएको छैन चार्ज एम्पेयर बढेको छैन कि यहाँ हाम्रो चाहिँ यो इभी चार्जिङ कम्प्लिट भएको छ है ओ तपाईँको चाहिँ घरि त्यो फुल भयो भने चाहिँ लिँदा अफ गर्दैछ अहिले तपाईँको चाहिँ अहिले अफ भएको छ घरिघरि चाहिँ त्यो चार्ज फुल भने चाहिँ अफ हुँदैछ अटो अफ चाहिँ अहिले चाहिँ फेरि अफ भएको छ घरि चाहिँ यो चाहिँ चार्जिङ चाहिँ यो